नमस्कार। आज हामी ड्याङ्गो फ्रेमवर्कमा स्मार्ट होम एप बनाउँदाको एउटा खास चरणबारे छलफल गर्दैछौँ। हो हामीसँग ड्याङ्गोज स्मार्ट होम एप विकास भन्ने सामग्री छ, त्यसको 6औं दिनको भाग। त्यही त, खासमा आज हामी एउटा नयाँ एप कन्ट्रोल नामको कसरी बनाउने अनि त्यसलाई मुख्य प्रोजेक्टमा कसरी जोड्ने भनेर हेर्छौँ। यो सुन्दा सामान्य लागे पनि एकदमै महत्त्वपूर्ण प्रक्रिया हो। एकदमै आधारभूत तर नभई नहुने। ल त्यसो भए सुरु गरौँ है त। पहिलो काम त प्रोजेक्ट फोल्डरभित्र जानु पर्यो। कमान्ड लाइनमा सिडी होम सर्भर हान्ने। ठिक छ। अनि त्यसपछि त्यो भर्चुअल वातावरण सक्रिय गर्ने कुरा आउँछ हैन। लिनक्स वा म्याकमा सोर्स भिएन बिन एक्टिभेट अनि विन्डोजमा चाहिँ vnv/scripts.activate हो। खै यो किन यति आवश्यक छ अलिकति भनिदिनुस् न। त्यो भर्चुअल वातावरण त्यो त एकदमै जरुरी छ। कुरा के हो भने यसले हरेक प्रोजेक्टको लागि चाहिने सफ्टवेयर प्याकेजहरू मतलब डिपेन्डेन्सीहरूलाई छुट्टै राख्छ। छुट्टै? हो, ताकि एउटा प्रोजेक्टको सेटिङले अर्कोलाई असर नगरोस्। एकदम सफा र व्यवस्थित काम हुन्छ नि यसले। नारुहोदो, बुझेँ। ल वातावरण सक्रिय भयो। अब पाइथन manage.py स्टार्टएप कन्ट्रोल यो कमान्डले कन्ट्रोल भन्ने नयाँ एप बनाउँछ हैन त? हो, त्यसले एउटा कन्ट्रोल नामको फोल्डर बनाउँछ अनि चाहिने सुरुवाती फाइलहरू पनि त्यसैमा राखिदिन्छ। ठिक छ, एप त बन्यो। तर अब ड्याङ्गोले यसलाई चिन्नु पर्यो नि। त्यसको लागि settings.py फाइलमा जानुपर्छ। मुख्य प्रोजेक्टको settings.py मा। हो, त्यहाँ इन्स्टल्ड एप्स भन्ने एउटा लिस्ट हुन्छ। त्यसमा कन्ट्रोल भनेर थप्नु पर्यो। यो दर्ता किन यति महत्त्वपूर्ण छ त? यो दर्ता गर्नु भनेको मतलब ड्याङ्गोलाई जानकारी दिनु हो। ल है, कन्ट्रोल भन्ने एप पनि अब यो प्रोजेक्टको हिस्सा भयो। यसलाई चिन, यसको चिजहरू व्यवस्थापन गर भनेर। यो नगरेसम्म त ड्याङ्गोले त्यो एपलाई चिन्दैन अनि एपले कामै गर्दैन। बुझ्यो। दर्ता पनि भयो। अब एपभित्र केही काम गरौँ। कन्ट्रोल भ्युज.py मा। हो, भ्युज फाइलमा स्रोतमा एउटा स्मार्ट होम भन्ने फङ्क्सन बनाएको छ। साधारण टेस्ट फङ्क्सन जसले एउटा टेक्स्ट मात्रै फर्काउँछ। HTTP रेस्पोन्स स्मार्ट होम कन्ट्रोल एप इज लाइभ हो, त्यो भ्यू फङ्क्सन। भ्यूको कामै त्यही हो, ब्राउजरबाट आएको रिक्वेस्ट लिने अनि केही प्रोसेस गरेर रेस्पोन्स फर्काउने। रेस्पोन्स त्यो टेक्स्ट हुन सक्यो हैन? हो, टेक्स्ट, HTML पेज, डाटा जे पनि हुन सक्यो। वेब एपको एकदमै मतलब कोर कम्पोनेन्ट हो यो। अब यो भ्यूलाई कुनै वेब ठेगाना मतलब URL सँग जोड्नु पर्यो। यसको लागि कन्ट्रोल एपभित्रै एउटा urls.py फाइल बनाउनु पर्छ। हो, एप लेभल urls.py। त्यसमा यस्तो कोड रहेछ। URL patterns equals to path खाली views.smarthome name equals to smart home। यो खाली पाथ, खालीको मतलब के हो? त्यो भनेको एपको रूट URL-मा। मतलब कन्ट्रोलमा कसैले रिक्वेस्ट पठायो भने views.py भित्रको स्मार्ट होम फङ्क्सन चलाउनु भनेको हो। नरोदो, URL-लाई भ्यूसँग जोड्ने काम। हो, URL रुटिङ यो एकदम महत्त्वपूर्ण छ। कुन URL-मा के देखाउने भन्ने कुरा यहीँबाट तय हुन्छ। यसले रिक्वेस्टलाई सही ठाउँमा पुर्याउँछ। अनि अब अन्तिममा यो एपको urls.py लाई मुख्य प्रोजेक्टको urls.py मा पनि जोड्नु पर्यो हैन? हो, त्यो होम सर्भर फोल्डर भित्रको मुख्य urls.py मा। त्यहाँ चाहिँ इन्क्लुड भन्ने फङ्क्सन प्रयोग गर्ने। urls.py लिस्टमा पाथ कन्ट्रोल इन्क्लुड control.urls यो लाइन थप्ने। यो इन्क्लुडको आइडिया त राम्रो रहेछ नि। एकदमै। इन्क्लुडले प्रोजेक्टलाई एकदम सफा र मोड्युलर राख्न मद्दत गर्छ। हरेक एपले आफ्नो URL आफै म्यानेज गर्छ। अनि मुख्य urls.py ले चाहिँ कन्ट्रोलबाट सुरु हुने सबै रिक्वेस्टलाई सिधै कन्ट्रोल एपतिर पठाइदिन्छ। प्रोजेक्ट ठुलो हुँदै जाँदा यो तरिकाले व्यवस्थापन गर्न धेरै सजिलो हुन्छ। हो त नि। ल सबै सेटअप भयो। अब सर्भर पाइथन manage.py रन सर्भर रिस्टार्ट गरेर ब्राउजरमा http://127.0.0.1.8000 कन्ट्रोल खोल्दा त्यो स्मार्ट होम कन्ट्रोल एप इज लाइभ भन्ने मेसेज देखिनु पर्यो। हो, त्यो देखियो भने हाम्रो काम सफल भयो। स्रोतमा अर्को एउटा रमाइलो कुरा पनि थियो नि। भविष्यको लागि तयारी भनेर views.py मा टगल डिभाइस भन्ने अर्को फङ्क्सन। त्यो पनि थियो।
त्यसले युआरएलबाट डिभाइस आइडी लिन्छ अनि अहिलेलाई चाहिँ खालि एउटा मेसेज फर्काउँछ, HTTP रेस्पोन्स एफ डिभाइस आइडी टगल्ड। हो, त्यो अहिलेलाई प्लेस होल्डर मात्रै हो, तर यसको सम्भावना ठूलो छ। कसरी? पछि गएर वास्तविक स्मार्ट डिभाइसहरू जस्तै बत्ती होला, पंखा होला, तिनीहरूलाई अन अफ गर्ने कोड यही फङ्सनभित्र लेख्न सकिन्छ। इन्टरनेटबाटै? हो, इन्टरनेटबाटै, सायद MQT जस्तो प्रोटोकल प्रयोग गरेर। हेर्नुहोस् न, यो सानो फङ्सनले एउटा सामान्य वेब पेजलाई पछि गएर साँच्चीकै स्मार्ट होम कन्ट्रोल सिस्टम बनाउने आधार तयार पार्यो। कस्तो राम्रो कुरा। त्यसो भए आज हामीले के हेर्यौं त? ड्याङ्गोमा नयाँ एप बनाउने, त्यसलाई settings.py मा दर्ता गर्ने, साधारण भ्यू बनाउने, अनि त्यस भ्यूलाई URL-सँग जोड्ने, एप लेभलमा पनि प्रोजेक्ट लेभलमा पनि। हो, यी सबै चरणहरू। र यी चरणहरू मतलब ड्याङ्गोमा व्यवस्थित र पछि सजिलै बढाउन मिल्ने खालको वेब एप बनाउन एकदमै आधारभूत हुनु। यो संरचनाले पछि जटिल फिचरहरू थप्न सजिलो बनाउँछ। त्यो त हो नि। अब यो कन्ट्रोल एपको जग त बस्यो, अनि टगल डिभाइस जस्ता फङ्सनबाट वास्तविक उपकरणहरू नियन्त्रण गर्ने कुरा पनि आयो। यहाँ एउटा महत्त्वपूर्ण प्रश्न के उठ्छ भने, के प्रश्न होला? वास्तविक कार्यान्वयनमा जाँदा उपकरणहरूसँग सञ्चार गर्न कुन प्रोटोकल जस्तै MQTT वा कोएप बढी उपयुक्त होला? अनि त्यो प्रोटोकल प्रयोग गर्दा सुरक्षाका पक्षहरू जस्तै प्रमाणीकरण, इन्क्रिप्सन, यिनीहरूमा चाहिँ सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा के होलान्? यो सोच्नुपर्ने विषय हो।